नखाऊ भने दिनभरिको शिकार, खाऊ भने कान्छा बाउको अनुहार भने जस्तै गगन थापालाई अहिले परिरहेको छ। भित्रभित्रै चुनाव भाड्ने लयमा गगन थापा पनि छन् साथी हो। अब यो चुनावमा जाउँ भने हार बेहोर्नु पर्ने हो कि भन्ने चिन्ता एकातर्फ छ। अब यो चुनावमा नजाउँ भने सुध्रिएको काङ्ग्रेस भन्दै बाहिर डङ्गा पिटिएको छ। अब यो डङ्गा पिटिसकेपछि चुनावमा नजानु पनि त भएन, जानै पर्यो। अनि यहाँनिर बाध्यात्मक परिस्थिति आइलाग्यो क्या। अहिले गगन थापालाई शेरबहादुर देउवा पक्षीय नेताहरूले साथ दिइरहेका छैनन् र अर्को उतापट्टि फेरि सुध्रिएको काङ्ग्रेस भन्दै बाहिर हल्ला पिटिसकेपछि सुध्रिएको काङ्ग्रेस चुनावमा नगएर गर्ने के, चुनावमा त जानै पर्यो। अगाडि जाउँ भिड छ, पछाडि जाउँ पिड छ भने जस्तै अगाडि जाउँ भिड छ, पछाडि जाउँ पिड छ। पछाडि फर्क्यौँ अब गरौँ कि अगाडि जाउँ त पुरै भिड छ, झर्ने कसरी तल। यो अनौठो अहिले चाहिँ यहाँनिर एकदमै सकसमा परेको देखिन्छ गगन थापा। बडो साह्रो गाह्रो अन्ठ सन्ठ परेछ। अहिले फागुन 21 गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन भाड्नको लागि केही शक्तिहरू लागि परिरहेका छन्, जसमध्ये नम्बर 1 मै मैले भनि नै हालेँ गगन थापा र तत्पश्चात पूर्व राजा ज्ञानेन्द्र शाह। ज्ञानेन्द्र शाहले फागुन 7 गते प्रजातन्त्र दिवसको अवसरमा अघिल्लो दिन दिएको सन्देशमा चाहिँ फागुन 21 को प्रतिनिधि सभाको निर्वाचनले निकास नदिने स्पष्ट पारेका छन्। अर्थात् यो निर्वाचनको उनी विपक्षमा उभिएका छन्। त्यस्तै अर्को नम्बरमा रहेका छन् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली। जेएनजी आन्दोलन पश्चात सबैभन्दा धेरै बहिष्कारमा परेका व्यक्ति हुन् केपी शर्मा ओली। हो तिनै केपी शर्मा ओलीले यो चुनाव हुनु हुँदैन, यो चुनाव नगरेर संसद पुनर्स्थापना गर्नुपर्छ भन्ने माग राख्दै आइरहेका छन्। हुन त पछिल्लो समयमा अब हामी चुनावमा होमिसक्यौँ, चुनाव कुनै पनि हालतमा भाडिनु हुँदैन पनि भनिरहेका छन्। यहाँ 2 जिब्रे पारा देखाएर भित्रभित्रै चुनाव भाड्ने लयमा यिनीहरू लागिरहेका छन्। बालेन शाहलाई रोक्नको लागि हरदम प्रयास गरिरहेका छन्। यिनीहरूले नसक्ने भइसकेपछि न्वारनदेखिको बल लगाउँदैछन्, त्यही पनि सक्नेवाला छैनन्। त्यसै चुनाव भाड्ने अर्का व्यक्ति छन् दुर्गा परसाई। दुर्गा परसाईलाई निर्वाचन आयोगको सिफारिसमा यो सरकारले पक्राउ गरेको थियो। उक्त पक्राउलाई चाहिँ अवैधानिक भयो, यो विधिवत तरिकाले भएन भन्दै दुर्गा परसाई सर्वोच्च अदालत पुगिसकेपछि सर्वोच्च अदालतले चाहिँ उनलाई छोड्न आदेश दिइसकेको छ र उनी हिजो अस्ति मात्रै छुटिसकेका छन्। यो भन्दा अगाडि नै उनले चुनाव हुन नदिने, जसरी पनि चुनाव भाड्ने भनेर भनिरहेका थिए र अब यो पटक पनि बाहिर निस्किएर चुनाव भाड्ने लक्ष्यमा यिनी रहेको देखिन्छ। अब यिनले चाहिँ पूर्व राजा ज्ञानेन्द्र शाहसँग पनि निकट छन्, जसले चुनाव हुनु हुँदैन, यसले निकास दिँदैन भनिरहेका छन्। र त्यस्तै अहिले केपी शर्मा ओली शेरबहादुर देउवा आर्जु राणासँग पनि उनी निकट भएको देखिन्छ, जसले यहाँ चुनाव चाहिरहेको छैन। र अन्य अर्को व्यक्ति छ यहाँ चुनाव नचाहने शेरबहादुर देउवा र आर्जु राणा देउवा पङ्क्ति हो। यो पङ्क्तिले चाहिँ उनका श्रीमान श्रीमतीले किन चाहिरहेका छन्